नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल है। आफ्टर लङ टाइम पछि म आज फेरि नयाँ भ्लगमा हजुरहरूलाई उपस्थित गर्न चाहन्छु। हेर्नुहोला मेरो यो मिनी भ्लग कस्तो हुन्छ। आज चाहिँ म अड्डु आएको 4 महिनापछि म यो ठाउँमा आएको। यो अहिलेसम्मकै वान अफ द बेस्ट प्लेस लाग्यो मलाई यो चाहिँ होइन। लाइक लुक एट हेयर इज ब्याकग्राउन्ड है, एकदम बबाल छ यो ठाउँहरू। हाम्रो प्रेम दाई पनि आइसक्नुभयो। के छ दाई, सन्चै हुनुहुन्छ? ए म त यो ठाउँ त बबाल रहेछ त। तपाईँ नै आएको थिएन र? हो नि, यहाँ आएको 4 आज 5 महिनापछि फर्स्ट टाइम आएको, तर बबाल लाग्यो क्या यो ब्रिज है। त्यो अरू ठाउँभन्दा त यो ठाउँ राम्रो हो नि। के छ त अनि यो त राम्रो रहेछ त यो ठाउँ अघि दामी गराएछ। तर मलाई त सबसे यो ठाउँको बबाल लाग्यो। अनि यति धेरै माछा क्या यहाँबाट त। यहाँ त्यहाँ माथि चढ्न मिल्छ। उयो यो कस्तो लामो खाली माछा रहेछ नि त। उयो हेर्नु न, त्यो सिङ्गा जस्तो के माछा हो त्यो? हेर्नु त यति धेरै खान मिल्दैन है। उयो यत्रो माछा के त खाना मिल्छ नि, फेरि सिङ्गा जस्तो माछा के माछ भन्छ क्या। अनि यो चाहिँ कुन माछा हो? यो उयो के त ऊ भित्र सेतो सेतो उयो यत्रो यत्रो यो भौटारिएर आएको माछा हेर्न सक्छ। सिङ्गा जस्तो के, मुख चाहिँ चुच्चो न चुच्चो हेर्नु। अहिलेसम्मकै वान अफ द बेस्ट प्लेस हो यो चाहिँ है। यो एकदम यो कम्तीमा नि कति 20-30 मिटर लामो छ यो ब्रिज है। 20-30 मिटर लामो छ यो ब्रिज, काठले बनेको। यहाँबाट यसो ट्याक्क टेकेर बिस्तारै गएर त्यहाँ चाहिँ बनाउने हो क्या। अरे बाप, गर्मी त आज त के विधि हो। मेरो तालु यति खोज्न लाग्यो, अहिले पछि जानुपर्छ। के साह्रो गर्मी हो बाबरे। पहिला यहाँ त तरुण तन्नरी डेटिङ बस्नु जस्तो गराएछ बुढी तल त्यो तल लै डेटिङ डान्स सबैजनालाई वेलकम छ। के छ हजुरहरू, सन्चै हुनुहुन्छ? यो के हो? यो आजको दिन चटपटेको दिन, चटपटे बनाउनुहुन्छ हाम्रो चटपटीवाला दिदी कुसुम दिदी। के चटपटे आजको साउनी। अनि समीक्षा दिदी, लिम्बुनी दिदी, अनि तामाङ नेता शिवानी, 3 जना साउनीहरू। What is this? This is a chana. चना, चाउचाउ, त्यही भएर चाहिँ छ आलु। यतिको गर्मी त बाबरे। हाम्रो चाहिँ चटपटे बनाउँदै हुनुहुन्छ। आज चटपटे खाने दिन। यो दाइले चाहिँ के यहाँ यहाँको स्पेसल ठाउँ म खतरा देखाउँछु है त तपाईँहरूलाई।
नटोक है मलाई यो चाहिँ खासै नबोल्ने खाले सुगर रहेछ लाटो लाटो अलिकति है टोक्दैन रहेछ यसले यहाँनिर भाग्यमा नि गुड ठिक छ अलि गुड यस आई एम सो गुड स्पिक इङ्ग्लिस विवेन हजुर सुगाले बोलेन मलाई पत्याएन सुगाले पत्याएन मलाई ए कति चाँडै छिटो न टेस्ट गर्ने यसको यो निकाल्दिनु कपको यो ह्यान्डल निकाल्दिनु न ह्यान्डल ह्याप्पी गुड दाइले मलाई हान्नु ह्याप्पी गुड फ्राइडे सबैजनालाई ह्याप्पी गुड फ्राइडे आज चाहिँ हामी गुड फ्राइडे मनाउँदैछौँ दिस इज द वान अफ द बेस्ट प्लेस मलाई चाहिँ है सबभन्दा बब्बाल लाग्यो यो अहिलेसम्मको अड्डुको 4 महिनापछि आएको बब्बाल ह्याप्पी गुड फ्राइडे हामी चाहिँ स्प्राइटबाट सुरु गर्दैछौँ राम्रोसँग काट्नु है दाइ अलि सानो सानो गरेर घाँटीमा अड्केला फेरि भरे दियो दियो मैले राम्रो काट्छु भनेरै उ गरे आइथ्यो के छिटो न दिनै लागिसक्यो म त लिम्बू निदिनुलाई हतार भइसक्यो छिटो यस्तो अनि ह्याप्पी गुड फ्राइडे के छ आज दिदी तपाईँको हालखबर ठिक छ हजुरको बसाइ कस्तो हुँदैछ एकदम राम्रो छ है हप्तामा फेरि मनभित्र चाहिँ रुएर यहाँ चाहिँ हाँस्या जस्तो गरेर ठिक छ नभन्नु है जे छ त्यही भन्नु न साउले गाली गरेर चाहिँ न यो ठाउँ मन परेन कि तपाईँलाई होइन टेन्सन भयो नि देख्दैन नि त अनि तपाईँलाई ठिक छ नि गोरिदी एकदम तपाईँलाई नि बिन्दास छ कुनै चिन्ता छैन खाउला लाउला भन्ने त सबै पुगिरहेछौँ बस चिन्ता भनेको हाम्रो दिदीहरूलाई छोराछोरीको चिन्ता छ है यस्तै हो कि यतिको चाहिँ हुनुपर्छ घर फ्यामिलीको चिन्ता ए नभन्नु भने भिडियोमा भनिहाल्यो ल अब बर्बाद म त बिहे भएन भनिदिनु पनि छोराछोरी छ है मेरो नि भनिदिइहाल्यो अब मैले चाहिँ सुनेको छैन नसुन्नु होला है सबैजना कान थुन्नु होला एकचोटि भिडियो हेर्ने बेलामा कान थुनेर हेर्नु होला हलम राम्रोसँग मौसम गुड फ्राइडे मनाम राम्रोसँग गुड फ्राइडे रोदा महिनाभरि मैले म जहाँ टोइलेट भने मिठो छ गर्दैछ ल भन्छन् खाँदाखेरि नुनै लाएर ए सिया अनिल त थाहा पाउनन् के यता देऊ
खै दाइले यहाँ खाना हातहरू बेसी गर्नु धेरै सुपारी खाने मान्छे धेरै सुपारी खाने मान्छेलाई झन् जिउरो मरिसक्यो म त च्यात्तै साक्नु हाल्यो नि हाल्नु न उकेर बेला सुपारी खायो भने त्यो मुखको यो छाला जान्छ स्वाद हराइदिन्छ कि त्यही भएर त यहाँको मान्छेलाई नि अनि भन्दा पनि चर्को सुपारी र त्यो के अरे त्यो के भन्छ नि त्यो बच्चामा लोक खान्थे नि यो के अरे प्याकेट मधु त्यो मात्र खान्छ नि त मेरो भाइले हेला नगर आउँछ तिमीहरू कति थोरै दिएको मुखको त स्वाद त गाई पारिदिन्छ मधु र त्यो त्यति खान्छ यिनीहरूले आमामा 24 घन्टा मधु 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 माइका बाँड्नु है म त एकदम भाग्यमानी छु जहाँ गए पनि यस्तो मजाले ल एडभान्समा ह्याप्पी बर्थडे दिदी है सधैँ यसरी नै हाँसी खुसी रहनु ह्याप्पी हुनु सबैसँग यसरी नै मिल्नु सबै यो तपाईँहरूको हामी भने साथी भाइ दाजुभाइ सबै जे भन्ने पनि हुन्छ है ल खानु आज जति खान्छ सबै कुसुम दिदीले बेहोर्नुहुन्छ ल ल ल ल है ल फर्स्ट बाइट Yes, this is a gorilla bhai. Hello. Wow, cheparo. The biggest cheparo guys look at it है. Papal छ यो चाहिँ यसको रुम र यसको पुच्छर यसले त हान्छ क्या. वाउ, कस्तो मोबाइल चेपारो. मार्च त बाप रे बाप यसलाई डिस्काउन्ट हो वान अफ द बेस्ट चटपटे इन द मालदिप्स है सबैजनालाई मालदिप्समा यस्तो चटपटे खानु र मालदिप्समा हाम्रो ग्रुपमा आउनुपर्छ यस्तो दामी छ कि मैले नि पहिला मालेमा हुँदाखेरि हाम्रो दिदीहरूको हातबाट खान्थ्यो तर यता आएर पनि यस्तो खान पाउनु भनेको भाग्यश्री लेख्नुपर्छ निधार ठुलो भएको पनि फाइदा हुन्छ जहाँ गएर खान पाउनु एकदम स्वादिष्ट छ पानी आउँछ है त्यो स्टोर गर्ने ठाउँ खाएर त्यहाँ राख्ने होला बिचरा खानै नपाएर अबे कत्रो मोबाइलले भिडियो खिच्नु भएको अनि यहाँको भाषा पो बोल्नु न कुन भाषा नेपाली इङ्ग्लिस डिबेट कुन आउँछ भनेको नेपालबाट सोध्नु होला त्यस्तो भन्नु मैले नेपालीबाटै त्यसो इन्ट्रो दिनु न आउ न चटपटी खाके यस्तो खिच्नु ल्याउ न इन्ट्रो दिनु न हेलो यसमी दादा ताम लावती हेलो नमस्ते हामी चाहिँ घिचुइदियो उसलाई नयाँ गरेर खुवाउँछु अब यो त्यो पोल छ ए चटपटी घाँटीमा हेलो पुरा भिडियो हेरेर छन् भन्ने कुरो थाहा भयो पुरा भिडियो हेरेन भन्ने तपाईँकोमा आउँछ भन्दैन नि त तिम्रो सब्स्क्राइब गरेर नि सुन्यो बाटो अनि पैसा मात्रै आउँछ यहाँ मजा बसेको तपाईँको एकदमै मजा बसेको
देखाउने मात्रै होइन कि बोल्नु नि पऱ्यो नि भरे यतिकै हालिदिनु म नमस्ते मेरो नाम चाहिँ समीरा नमस्ते मेरो नाम शिवानी मोक्तान ओ या भोट केमा म त उयसमा हो माटोमा कप हो यो माटो कपमा हो ए माटोलाई त यसरी कुर्छन् नि फेरि माटो भन्छ केमा हिँड्दै हुनुहुन्छ ए त ऊ हो डोम्बेनी माटो धरायो त त्यो के अरे त्यो धरा के अरे त्यो ना घरका साम्बल त अहिले ल हामी पनि भनौँ है भोट केमा घन्टीमा हाम्रो चाहिँ बिगेस्ट फ्यान अफ घन्टी अभिलामी भोट केमा घन्टीमा यता चाहिँ थाहा छैन के हो केमा हो लिनी थाहा छैन सन्डिनी थाहा छैन होइन भिजन राजनेता भन्ने थाहा छैन राजनीति भन्ने थाहा छैन ठुलो भयो कि के भयो ए बोलेर आयो भाइ चतारो यसलाई भने गई गोरेलाई होइन खेप्पु डाइनोसर ओ यहाँ माथि चढ तिमी त यता अहिले चढ्ने त नानी अहिले आउला मान्छे मान्छे नअप्लोड गर्न क्यामेरा होला डाइनोसर चटपटे छुरी भएर फुटुस फुटुस भयो खै मेरो पनि मेरो 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 वाट मेरो पिस भनेको वाट इज दिस मेरो सिङ्गा चाहिँ सिंगल सिङ्गा उयो देऊ न टिसु दिनु न मलाई पनि चिन्ता छ अरे तिम्रो कहाँ के गर्ने कहाँ पुऱ्याउँछ ए के खानी खाना नि भुँडी फुट्नु लागेको मलाई पनि देऊ त त्यही देखो त्यति गनाउनु उही बोलेको पानी त अझै निकाल्नु पानी आयो नि टोलको अब जिम्मेवारी लिएर खानु पाएको छैन के निकाले यसो गरम हो सफा गरौँ है फेरि मार्छौँ क्यामेरा भएर पो पिता कहाँ जानु नि यो यसको दर्शन गरिदिउँ तपाईँको 1 इन्च नै बढ्यो भने त मरिन्छ कि खानु नपाएर मर्नु बाबा अहिले म सुरुमा देख्दा ए मलाई भनेको त यो हो टोको मोटाले जे गर्ने कहिले के गर्ने है बिहा गऱ्यो भने पाइहाल्छ भुट्टी पनि 1.5 लाख पैसा हुनुपर्छ अनि जुन चाहिँ हेरिरहेको होला टुवा परेर होइन त्यस्तो रहेछ नि त अब भरे त्यहाँ प्रब्लम ओइ म आफै खान्छु न डर लाग्छ नाकमा पस्छ म त्यस्तो गर्दिनँ कि म मेरो साथीलाई म कति धेरै माया गर्छु ओइ नाकमा चाहिँ नखो है अहिले त्यस्तो पापी छुइनँ म नखाउँछु कोमल त आइसक्यो छिटो गर न यही बसौँ कि है सर्के छ त नि भोप्टो हामी दिन्छु नि तिम्रो पनि लन्ठी हालेर त्यहाँनिर उयो गर्नुपर्छ भिडियो बनाउनुपर्छ मोबाइल
सकेपछि पैसा काट्छ प्रेम दाजु पिउ भनेर त्यो उतापट्टि छ त ठाउँ। मैले यो सामानहरू छोडेर नजाऊ कफी कहाँ छ डस्टबिन